वेलकम टु माई ब्लग। म चाहिँ अहिले यसो घुमिरहेको छु भनौँ घरतिर। यता आलु बखडा अनि यता चाहिँ मकै बारी यसो घुमिरहेको छु। हुँदा यता त गहुँ पाकेर पनि यता गहुँ पाकेर सबै काटिसकेछ के। यतातिर फेरि यतातिर मकै बारी छ। तपाईहरुलाई यहाँ लिची देखाउन गइरहेको छु के। लिची वहाँ देख्न सक्नुहुन्छ लिची। यता चाहिँ बारी धनिया लसुन के छ सब छ। यता चाहिँ धनिया छ भनौँ। यता चाहिँ मकै बारी पुरै अनि यता चाहिँ लिचीको रुख। यहाँ सब गहुँ पाकेर काटिसक्यो कि उता उस्तो पाकिसकेछ गहुँ टक्क। यो चाहिँ लिची पनि दामी छ है। दामी छ लिची भनौँ के भनौँ मलाई त बोल्नै आउँदैन। फर्स्ट टाइम भिडियो बनाएको यसरी क्यामेराको अगाडि बोल्न अर्कै लाग्छ के। यसलाई साथी बनाउन गाह्रो रहेछ क्यामेरालाई। हेरौँ बिस्तारै बानी पर्दै गएपछि हुन्छ होला। हौ रे बोल रे बाबु। ल म गएँ है। आउँछु म एकछिनमा रोक। किराहन चटपट बनाउन हैन। रोक चाको भयो। यो चुकिलो छ दे छैन छ है धेरै नहाला त्यो चुक। मलाई फु भन्ने हो। भान्सामा गएर नमकिन मैले त्यतिकै छाडिदिएको छु कि बिल्लु खाला फुटाएर फालिदिन्छ त। युट्युबमा कसरी खाना पकाउन थाल्ने बिल्ला उनी ऊ बलरले खाना पकाउन लगाएको हो उसलाई मान्छेको हातले हो। के हो कुल्फी राख्यो हौ। हामी चाहिँ खाँदैछौँ अब चटपटै। राख्यो भने कहिले राखेर भन्दा बिल्लाले खायो भन्दा पिरो रहेछ। लौ मम्मी खाऊ लौ। आसी लगिरहेको मजा आयो। अब कहाँ जाने हौ गोकाटमा कोही त चटपटे पिरो बनायो। काटेर हाल्ने तिमी हौ हाल भन्नेको पिरो भएको नै यो के भएको उदाइलाई दिएन हौ। बजे चटपटे खाना आओ नि खानु हुने आऊ भनेर नि गई भए आओ बजाई आऊ भने चटपटे खाने काला थुत्न। एक पिरो हैन पिरो खानेको चपाउ नि त खुसानी अनि भन्नु छु म मान्नु छु। पिरो खाने रहेछ नि यसरी राख्नु पर्यो। यसरी यिनीहरू वाला यसरी काट्नु पर्यो। अलि यता हो काट्ने जाने है भन न। हेर्दै बेला पर डर लाग्छ यत्रा हुन्छ। चाउमिनमा हाल्ने हो यसरी काटेर। त्यति बेला सिकाउनु थियो त। म त यसरी काटेर त्यहाँ माथिबाट काट्ने हुन्छ चाहिँ मैले त्यही भएर चुपचाप यहाँ आऊ क्या अरे मोबाइल चुपचाप थियो अरे। ए भर्दै आयो उनीहरूले मलाई थोरै चाउदिन्थ्यो थुप्रै खाइदियो।